यो ठाउँ चाहिँ कपालहरूले चाबीमा केही शब्दहरू लेखेर सम्झनाको निम्ति छुट्याउने ठाउँ नमसलटार हो। यहाँ चाहिँ विभिन्न कलरमा कीलाई देख्न सक्नुहुनेछ हजुरहरूले। मेरो साथी र साथीको बुढा अनि म र मेरो बुढा हामी 4 जना घुम्न गएका थियौँ। अनि उनीहरूले चाहिँ पिङ्क कलरको कीलाई लियो भने हामी बुढाबुढीले चाहिँ व्हाइट कलरको कीलाई लियौँ। अनि त्यहाँ आफ्नो इच्छा अनुसारले लेखेर छुट्याउन सक्नुहुनेछ। यति बेला पनि कति रमाइलो भइरहेको थियो। मैले चाहिँ चाबीमा मेरो बुढाको नाम र मेरो नाम लेखेर छुट्याएँ। कति शान्त अनि कति हाइटमा कति राम्रो ठाउँ छ। अनि यतिखेर मैले मम्मी बाबालाई धेरै मिस गरेको थिएँ, त्यसैले मैले चाबीको पछाडि के खाली राख्नु भनेर मम्मी बाबा भनेर लेखिदिएँ। यति राम्रो ठाउँ, यति सुन्दर ठाउँ। यो हाइटबाट त सबैको पुरै कोरिया देखिन्छ। कति राम्रो हाइटमा छ। हजुरहरू पनि कोरिया हुनुहुन्छ भने जसरी भए पनि एकचोटि यो ठाउँमा घुम्न जानुहोला। बाई बाई एभ्रिवान, धन्यवाद।